नमस्कार नमस्कार। म त हजुरलाई भेट्न भनेर घरमा आएको थिएँ, झन् बाटोमै भेट भयो। के काम थियो? काम भन्नाले पछि एउटा पूजा लाऊँ कि भनेको। हजुरलाई फुर्सद छ कि छैन? फुर्सद त किन नहुनु, तर अलिकति गौदान गर्दाखेरि पैसै हुँदैन। जम्मा 5-6 रुपियाँ हाले हुन्छौ, अनि गायन बाचा गर्दाखेरि चाहिँ 1-2 रुपियाँको ठिक्का हाले हुन्छौ। खै मलाई त्यति चाहिँ मन लागेन। होइन पण्डितजी, हजुर हाम्रो पुरानो पहिलादेखि नै गर्दै आइराख्नु भएको छ हाम्रो घरमा पूजाआजा। अब अहिले आएर कहाँ यस्तो कुरा गर्नुभएको? अब चाहिने त मैले हालिहाल्छु नि। है पनि अब चाहिँ यसो गौदान गर्दाखेरि 1111 रुपियाँ, यसो गायन बाचा गर्दा यसो 505 रुपियाँ, यताउति यसो गरे पो अलिकति काम गर्न अलिकति जाँगर पनि लाग्छ। अब मन्त्र पढ्न जाँगर पनि लाग्छ। त्यसले गर्दाखेरि चाहिँ खोइ अब विचार गर्नु पर्ला। हजुरको कुरा सुनेर त मलाई यो पूजाआजा धर्म कर्म गर्नु पनि मन नलाग्ला जस्तो हुन्ला है गुरुजी। के गर्नु मङ्गी अब हजुरले यस्तो यस्तो भाउ रेट यो त उस्तो जस्तो भएन र भने यो त धर्मप्रति अलिकति के भने जस्तो यस्तो त गर्नु नहुने। यसरी रेटै राख्नु त सौला र महँगी बढेको अब तपाईँहरूलाई सबै कुरो जानकारी भएकै छ। अब स्वास्नी बच्चाहरू पाल्नै पर्यो, अब थाहा छँदैछ। अब मैले अरू के भनौँ ल, अब मिलाएर यसो गर्नु न, अब के भन्नु त ल। अब खासै गौदान गर्दा त 1191 काम गर्ने गरेको छैन। होइन, यो 1111 त यो अति नै भएन र भने गुरुजी। यो त मैले पहिलोचोटि सुनेको छ। अब गौदान भनेर खासै त गाई दानै गर्नुपर्ने हो। आजकल गाई किन्दाखेरि 1 लाख उनीहरू बढी पर्छ। अनि जजमानले नि कुरा बुझिदिनु पऱ्यो नि मेरो हो। जजमानको पनि त पण्डितजीले कुरा बुझिदिनु पऱ्यो नि। यिनीहरू अलिक सक्दैन, अब यिनीहरूलाई भनेर बुझिदिनु पऱ्यो क्या पण्डितजी। यसो मिलाएर गरौँ न। अब यो पूजा आज धर्म पनि कहाँ यस्तो बार्किङ गरेर हुन्छ र भने समयले त्यस्तो बताएको हो कि के हो म पुरै बुझ्नु ल। हुन्छ, मिलाएर गरौँला नि त। पर्सिलाई म सबै कुरो ठिक पारिरहनु, म चाँडै गरी आउँछु। र म त्यसो भए ढुक्क भएँ है त, आउनुहुन्छ नि। ढुक्क गौदानलाई चाहिँ त्यही मैले भनिदिएको छु 1111 ल लाग्यो है त म। हस् हस्। पण्डित 1111 रे। दक्षिणाको सट्टा दक्षिणा नै 1111 हाल्ने गरेको थियो। अब अहिले गौदान नै त्यत्रो है। अब यो पण्डितलाई चाहिँ छोड्नु पर्ला जस्तो छ। यस्तो तारिक कहाँ पूजाआजा गर्न सकिन्छ भने